एभ्रिवान, तपाईहरुलाई स्वागत छ आजको मेरो है 75 दिनको भ्लगमा। 75 दिनको च्यालेन्ज भ्लगमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ म जाँदैछु घुम्न। तपाईहरु हेर्दै बस्नु होला। म तपाईहरुलाई है बिचको दृश्य देखाउँदै गर्नेछु। म जाँदैछु घुम्न बाइकमा मामाहरुसँग। हामी चाहिँ राष्ट्रियराङ 5 गाउँपालिका हुँदै हामी अब अनि वडा नम्बर 3 साइडमा जानुपर्ने हुन्छ। वडा नम्बर 3 पलासे साइडमा जानुपर्ने हुन्छ। यो चाहिँ हाम्रो माथिको चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ निलो निलो वाला। यो चाहिँ हाम्रो चेपाङ संग्रहालय हो। अनि हाम्रो यो चाहिँ 5 नम्बर वडा कार्यालय यही छ। अनि हाम्रो अगाडि चाहिँ हाम्रो मामा अनि हाम्रो दाइ हुनुहुन्छ। अनि यो चाहिँ हाम्रो चैनपुरको झेलुङ्गे पुल हो। यो चाहिँ हाम्रो लगभग तपाईले यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ 2076 सालमा चाहिँ स्थापना गरिएको बनाएको हो। धन्न यो चुम्मालो मामा यार पुलको देखिन्छ। फाइनली हामी चाहिँ यहाँ पुगिसकेका छौँ है। तपाईहरु देख्न सक्नुहुन्छ हाम्रो दाजुहरू, हाम्रो दिदीहरू, हाम्रो अङ्कलहरू, हाम्रो भाउजूहरू सबै खेल्दै हुनुहुन्छ। हाम्रो यहाँ भाइ बहिनीहरू नै खेल्दै हुनुहुन्छ। सबैजना खेल्दै हुनुहुन्छ है। अनि बसिरहेको छु। अब एकैछिनमा जानुपर्ने हुन्छ। त्यता जाने होइन, बसिरहेको छु। काम छैन, त्यसरी बस्ने हो। हेलो व्हाट्स अप गाइस, आज हामी पुगिसकेका छौँ। अनि चाहिँ हाम्रो जलपरी झरना तपाईहरु देख्न सक्नुहुन्छ। यहाँ जलपरी झरना एन्ड चमेरो गुफा हाम्रो यो हाम्रो जलपरी झरना। अनि हाम्रो गुफा चाहिँ यो साइड पर्छ। हाम्रो गुफा चाहिँ यही हो। यो भित्र पनि अलिअलि चमेरोहरू छन्। अनि त्यसपछि अनि यहाँ सबैजना आइसकेका छौँ। हामी चमेरो गुफामा पुगिसकेका छौँ। अब हामी एकछिनपछि चमेरो गुफामा जानुपर्ने हुन्छ। हेरौँ के हुन्छ। चमेरो गुफामा गएर अथवा हेर्छौँ चमेरो छ कि छैन भनेर। फाइनली यो चाहिँ हाम्रो है गाउँघरकै भनौँ न, गाउँघरकै घुम्ने एउटा एक प्रकारको पर्यटकीय स्थल हो। यहाँ चाहिँ प्रायः जसो गाउँघरकै मानिसहरू घुम्न आउने गर्दछन्। फाइनली हामी पुगिसकेका छौँ। खोला चाहिँ सफा अलिअलि सफाइ छ भनौँ न, धमिलो धमिलो यस्तो छ भन्छ। आज चाहिँ हाम्रो यहीसँग हुनेछ। फाइनली आज चाहिँ हामी फेरि है गुफा साइडमा जाँदैछौँ। यो चाहिँ यो गुफाको असली मालिक भन्छन्। अब हो कि होइन, तपाईहरु कमेन्ट गर्नु। तपाईहरु देख्न सक्नुहुन्छ गुफाको अहिले यस्तो छ। अब हामी अगाडि जानुपर्ने हुन्छ। यहाँ चाहिँ बाटो यस्तो छ एकदमै। मान्छेहरू हिँड्दा बाटै भइसक्यो है। फाइनली गाइस हामी आज पुगिसकेका छौँ माथि। यो चाहिँ हाम्रो दोस्रो ताला भनौँ होइन। हाम्रो तलपट्टि तलबाट हाम्रो आउँदिन्छ हाम्रो मामाहरू। अनि
तपाईँहरू देख्न सक्नुहुन्छ गुफा। यहाँ चाहिँ हाम्रो है तपाईँहरू देख्न सक्नुहुन्छ तल्केर छ। सायद यो चाहिँ यो गुफाको हिरा हुनसक्छ। देख्न सक्नुहुन्छ तपाईँहरू तिरिक तल्केर छ। ती स्याक्ना रहेछ नि त। मेरो थियो त्यतिर चमेरो चाहिँ छ छ चमेरो त रहेछ। तपाईँहरू देख्न सक्नुहुन्छ चमेरोहरू छ। तपाईँहरू देख्न सक्नुहुन्छ हिँड्दैछ। पूजा गर्ने मान्छेहरूलाई के गर्छ उता उता हुँदो रहेछ। कालो कालो देखिन्छ तपाईँ विनै हो चमेरो। हाम्रो भाषामा चाहिँ विन भन्ने गरिन्छ। अब हामी माथि जानुपर्ने हुन्छ, माथि निस्किनु पर्ने हुन्छ। इसै वासाकेर नि फाइनली यो चाहिँ हाम्रो एकदमै गाह्रो छ, साँगुरो छ थाहा। यो चाहिँ हाम्रो यताबाट चाहिँ तलतिर जानुपर्छ। इसमें घाम मार है क्या घाम बोलो खोला आंदे चप्पल चप्पल को उनाला फाइनली अब हामी पाइट छ नि मेरो। ओहो फाइनली हामी माथि पुगिसकेका छौँ। हाम्रो तल्लो बाटो माथि आउने हो। देख्न सक्नुहुन्छ हामी सबैजना हाम्रो दाइ आउँदै हुनुहुन्छ। Pukul seberapa? Aja sang. Miller isa. Por sa pernah ipe. Finally अब हामी अर्को ठाउँमा जान्छौँ। फाइनली हाम्रो ठाउँ अर्कोमा पनि रहेछ। मोहनामा आयो मोहना। त्यहाँबाट देख्नु न हाम्रो चमेरो यहाँ लत्केर आएको छ। निस्केछ चमेरो। फाइनली आज चाहिँ हामी है अर्को गुफामा नि पसियो। यो चाहिँ हाम्रो जुमतिर मामा इचुक ना ओताङमा बर क्या ओताङमा ठिक कम ना यो लावाङमा। फाइनली हाम्रो मामा यहाँ पनि हुन्छ। निस्किसकेका छौँ। आज चाहिँ फाइनली हामी है गुफा पनि पसिसकेका छौँ। अब हामी गुफाबाट निस्केर अब हामी घरतर्फ लाग्दैछौँ। अनि तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो? सबैजनाले आजको भिडियो मन पराउनु भयो भने लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। तपाईँहरू मेरो च्यानलमा हुनुहुन्छ भने हुन्छ। आजलाई यति नै।